बसेर टिकटक बनाउने मिल्ने रहेछ है सायद सबै खाना ल्यायो साउजी यसलाई मेरो भ्लग हो के हुँदैन जस बनाइदिनु नि त आलु सागहरू अलि बजारमा मौसम हेर्न आएको है हेरौँ आज कस्तो छ मौसमको चलपल आज 10-11औं दिन भएको छ साथीहरू आउनुहोला वलिङ बजारको मौसम हेर्नको लागि हेर्न सक्नुहुन्छ यहाँ बजारै बजार छ एकदम मम्फुली बेचिरहेको छ यता टिकट काट्नुपर्ने हुन्छ टिकट काउन्टर कहाँ छ हौ टिकट काउन्टर कहाँ छ ए उता रहेछ टिकट काउन्टर उता रहेछ हैन कति रुपियाँ टिकट हो सोध्नु पर्यो हामी गाइजहरु टिकट काट्नलाई गइरहेको छ टिकट काउन्टरतिर टिकट कति छ टिकटलाई हेर्नुपर्छ हेलो मैडम टिकट कति हो कसरी हो टिकटलाई दुईटा दिनु त काट्नु त दुईटा टिकट कति छ 200 रुपियाँ हैन टिकटलाई ल जाम लैन ले एउटा टिकट मलाई ले हातमा बोक्नु पर्छ के गाइजहरु हेर्नु है टिकट पनि आयो हातमा भित्र छिर्नको लागि हेरौँ कस्तो हुन्छ अगाडि हो ल डेक्छ ल अहिले काउन्टरदेखि हामी गेटदेखि भित्र छिरिसकेका छौँ आज पब्लिकको निकै भिडभाड छ कस्तो बोल्न अर्को टाटो सेन्टर टाटो सेन्टर छ है गाइजहरु के हुन्छ त हामीले मास्क लिने हो हाँसी कुदालो यता मोबाइल सेल राखेको छ कार्टुन मम्फुली चस्मा यस्ता कुदालो हँसियाहरू सामानहरू तर चस्मा छ है चस्मा साथीहरू हेर्नु है चस्मा ओहो यो हेरौँ त यो ब्लुटुथ स्पिकरहरू मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा बुफरहरू कस्तो छ साउजी हजुर मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास यो बुफर कति हो मोबाइलको ग्लास 90 मा साउजी 90 मा मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा यसलाई ग्लास 90 मा मोबाइलको ग्लास बुफर त गजबै रहेछ है साथै यस्तो कति गर्दा है मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा राम्रो छ है गाइस मोबाइलको ग्लास 90 मा मोबाइलको ग्लास 90 मा
पुरा वालिङ बजारको चाहिँ यो महोत्सवभित्र हामी छिरिसकेको छौँ गाइजहरू। यहाँ चाहिँ रमाइलो खेल भनेको छ बोतलभित्र रिङ छिराउने। अरू यता कपडा पसलहरू अझै पनि स्टेजमा आइपुगेछन्। हामी बजार घुम्दैछौँ। यहाँ त हिलो बनाया हर सवाल है यहाँ पे ला देखेंगे मशीन के अंदर कोई भी सब्जी जो भी आइटम सिर्फ घरों में काटेंगे एक ही मशीन के अंदर काटेंगे। आउनुहोस् वालिङ बजार महोत्सव हेर्न आउनुहोस् गाइजहरू। ए जुत्ता राम्रो छ, हेर्नुहोस् जुत्ता कति राम्रो छ। आउनुहोस् साथीहरू, आउनुहोस् वालिङ महोत्सव हेर्नलाई आउनुहोस्। निकै राम्रो पसलहरू छ, सस्तो पसलहरू। नहीं ना सर चीज जस्तै मिठाई में हाम्रो यहाँ ना यो फ्रेमहरू हेरौँ न साथी। फ्रेम कति राम्रो फ्रेमहरू रहेछ त यहाँ त है। दाइ यो फ्रेमहरू कति पर्छ हौ? यो फ्रेमहरूलाई हेरी प्राइस हो? ल ठिक छ अहिले हेरौँला के। यो घन्टी रहेछ यी के आकर्षक चिजहरू छन्। यता फेरि के ठोक्दैछ हौ? चस्मा यता हो। स्टिलको ग्लासहरू, काँचको ग्लासहरू। हजुर भाइरल चस्मा अरे के त्यो भन्दैछ त भइहाल्यो नि। अहिले त जमानै त्यस्तै हो। यो चरसको थालहरू छ साथीहरू, हेर्न सक्नुहुन्छ। चरसको थालहरू हेर्न सक्नुहुनेछ। भाइरल झोला ल है साथीहरू, भाइरल झोला ल है, भाइरल झोला चाहिए वालिङ महोत्सव भाइरल झोला हो। गाइजहरू लिन आउनु होला है साथीहरू। तपाईँले समाएको क्यामेरा तपाईँलाई मात्र हुन्छ कि मलाई त हुन्छ। ठिकै छ होला नि तँलाई नि ठिकै छ होला नि। साथीहरू हामी हेर्नु होला है साथीहरू। वालिङको यो प्रथम पिङ्क सिटी महोत्सवमा हामी आइसकेका छौँ। देख्न सक्नुहुन्छ दर्शक महानुभावहरू निकै भिडभाड छ। यहाँको पहल हेर्दाखेरि जहाँ चाहिँ रमाइलो छ, पिङ छ, यताउति सबै यहाँहरूले पनि हेर्नलाई आउन सक्नुहुनेछ। र मेरो यो भिडियोलाई साथ सपोर्ट दिनु होला, सब्सक्राइब गर्नु होला, लाइक गरिदिनु होला भन्दै यहाँहरू माझमा मेरो भिडियो प्रस्तुत गरिरहेका छौँ। गाडी हेर्नु है साथीहरू, बच्चाहरूको गाडी। यो गाडी भइरहेको छ क्या।
यो प्राङ्गणभित्र हामी आइसकेका छौँ हिँड्नको लागि। यहाँहरूले हेर्न सक्नुहुन्छ साथीहरू, निकै रमाइलो भइरहेको छ आजको यो प्रथम वालिङ पिङ्क सिटी महोत्सवमा। अहिले चाहिँ अलिक फराकिलो रहेछ यार, ठिकै छ ठिकै छ। अहिले नै हेरिरहेको छु है साथीहरू, हेर्नु है यता हामी यो वालिङ महोत्सवमा आइसकेका छौँ है हिँड्नको लागि। आज भाइरल जोडी पनि भेटियो यार, भाइरल जोडी पनि भेटियो यार, भाइरल जोडी ला फेरि कोही गरे जुस जुस कसरी होला? यता नै साथीहरू यता ल है, स्वागत छ है मेरो भ्लगमा, स्वागत छ है कान्छा दाई। कहाँ हो त नि दाजुभाइहरू सबै? महोत्सव हो यो होइन र? ए हो र, यो त मेला वालिङमा लाउने मेला। जुसलाई कसरी अरे? लो हेर मेरो भ्लग हो के केही हुँदैन, जुस बनाइदिनु नि त। टिकटकरहरू उहाँहरू घुमी घुमी नाचिरहेको छ साथीहरू, टिकटक बनाउनको लागि टिकटकरहरू बसेर टिकटक बनाउने मिल्ने रहेछ है साथी। खाना भएको छ मलाई थाहा छ। अब हामी सरस्वती गीतहरू प्रस्तुत गर्छौँ। यो कुशल व्यवस्थापन गर्नुहुने आदरणीय टेकबहादुर कार्की शङ्कर दाई, त्यसै गरी आदरणीय वीरेन्द्र छेत्रीज्यू, सोनी खानज्यू लगायत सबैलाई हार्दिक सम्मान छ। र विशेष गरी चेम्बर अफ कमर्स वालिङका सम्पूर्ण पदाधिकारी सदस्यज्यूहरूप्रति मनैदेखि हार्दिक सम्मान व्यक्त गर्दै अब आजको पहिलो गीत हामी प्रस्तुत गर्छौँ। पहिला एक एकवटा प्रस्तुतिहरू जोड्नेछौँ, त्यसपछि फेरि फर्केर हामी समय रह्यो भने अन्य प्रस्तुतिहरू जोड्नेछौँ। अहिले भने आफ्नो मिठो प्रस्तुतिको निमित्त म प्रिय कलाकार बहिनी मनु राणालाई अगाडि आमन्त्रण गर्छु। जोरदार तालीले स्वागत गरौँ मनु राणा मगर। धन्यवाद आदरणीय दाजु सञ्चालकज्यू, कार्यक्रम सञ्चालक आदरणीय जीवन दाई। हाम्रो प्रथम पिक सिटी महोत्सव वालिङ 2081 सम्पूर्ण आयोजक टिमहरूप्रति धेरै धेरै धन्यवाद दिन चाहन्छु। र त्यसै गरी लोकदोहोरी प्रतिष्ठानका स्याङ्जाका अध्यक्ष आदरणीय दाजु नेत्र खड्काज्यूमा पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्ते नमस्कार। र त्यसै गरी स्टेजमा रहनुभएका सम्पूर्ण अतिथि विशिष्ट पाहुनाहरूमा पनि मेरो तर्फदेखिबाट एकदम धेरै धेरै धन्यवाद। मैले यहाँ देखिरहेको छु हाम्रो पार्वतीजी सिद्धि हुनुहुन्छ, उहाँलाई पनि, अनि हाम्रो दाई शङ्कर बिराई गुरुङज्यूमा पनि एकदम धेरै धेरै धन्यवाद गर्दै सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिँदै अहिलेलाई भने गाउन चाहन्छु। मेरो पहिलो एल्बम थियो आदरणीय दाजु राजु परियार दाई र मेरो आवाजमा रहेको ख्याली चुड्का कौरा मायालु भन्ने बजाइदिनु होला। कतिको नाच्नुहुन्छ है, सबैजना नाच्नु होला, ताली बजाएर साथ दिनु होला भन्न चाहन्छु। Say
धन्यवाद समयको गेटबाट बाहिर निस्क्यो साथीहरू मौसम हेरेर गेटबाट बाहिर निस्क्यो साथीहरू मौसम हेऱ्यो आइयो निकै रमाइलो भयो ल नाम छुटिहाल्यो क्या अनि छुट हो यताबाट जाने ल है ल बाई बाई साथीहरू साथी पनि गयो अब म पनि जाने हो आजको भिडियो यहाँलाई कस्तो लाग्यो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला भन्दै आजको भिडियोदेखि बिदा चाहन्छु हस् त धन्यवाद बाई बाई आयो वालिङ बजार भने थियो